कहाँ जान लाग्यो होला भन्यो होला आइसमा भने आज चाहिँ बाबाले छोडिदिनु भएको थियो माथिसम्म बस्नु भयो नि छोडिदिनुहुन्छ भनेर अनि म चाहिँ हाइसमै गइरहेको थिएँ आज अनि म चाहिँ क्लास 1 ठाउँमा पुगेँ अनि म चाहिँ फेरि क्लासतिर लाग्यो अनि यसो माथि गएर हेरेको साथी त आउँदो रहेछ यताबाट चिच्याको त्यसले त देख्दै नदेखेर एकछिन साथीलाई रजिस्टर गर्दै भनेर फेरि अर्को कक्षाकोलाई कुर्न त भनेको नि साथी फेरि कुर्दिनँ भनेर के जान्छ अघि कुर भनेको फर्किन्छ अनि फेरि जान्छ अनि म चाहिँ एक्लै अनि साथीलाई कुरेर बसिरहेको थिएँ अनि आइस फेरि मेरो काम थियो भनेर अनि म चाहिँ एकछिन कुर्न थालेँ ललिपप खाँदै कुरिरहेको ललिपप पनि सक्यो के गर्ने होला भनेर एकछिन त फिल्म हेर्दै बस्दै थिएँ अनि साथी पनि आयो अनि यसो पैसा खर्च गरौँ न त भनेर अनि यसो पैसा खर्च गर्न तिनीहरूको जाम भएर सोचिरहेको थिएँ ट्याक्कै याद आएको अनि पैसा त फिस तिर्नु पो थियो अनि खुइ गएँ अनि कति के आहा भनेर अनि एकाउन्टेन्टतिर सोधेर अनि पैसा बुझाउनेतिर लागेँ आज फेरि धेरै भिड भएर होला नि क्या टाइम लाग्यो क्या त्यत्रो पैसातिर जम्मा यति फिर्ता आयो अनि म चाहिँ घर गएँ अनि बस चाहिँ आज खाली थियो फर्स्ट टाइम अनि आउँदा नयाँ क्यालेन्डर नि पाएँ अनि म चाहिँ अनि गएँ घाममा यस्तो टाटिँदै गर्थेँ ला यतै मेरो घर भेट्नु छ भने आउँदा हुन्छ होइन सबैले वेलकम जानी तसै म फ्रेस हुन गएँ अनि खानसाना खानु गएँ आज फेरि क्या थरीको खाना थियो अनि यसो भिडियो सिडियो खिच्दै अनि वाल कपडा धुन रहेछ क्या अनि आज कपडा धुने हरिक थियो अनि भिडियोस बन्छ भनेर अनि यसो भिडियो सब खिच्थ्यो अनि यस्तो लामो बनिरहेको नि पुरै हेरिदिनु होला कपडाहरू पखाल्दै थिएँ अनि मम्मीले ब्ल्याङ्केट पनि ल्याइदिनु भयो अनि ब्ल्याङ्केट पनि भिजाउनु पऱ्यो भनेर लाग्यो भिडियो चाहिँ आज वाइल लामो भएको कि अनि त्यो भएर आज लास्टसम्म हेरिदिनु होला सधैँ हेरिदिनु होला आज मात्र होइन सब काम सकियो अनि आजको लागि यति नै पिस आउट